कोशी प्रदेशको राजधानी विराटनगरको राष्ट्रिय र राजनैतिक पहिचानका लागि विराटनगर महानगरपालिकाले विभिन्न ऐतिहासिक काम गर्दै आइरहेको छ। राष्ट्र हाँक्ने प्रधानमन्त्रीका रूपमा ठूलो संख्यामा व्यक्तित्व जन्माएको विराटनगरमा उनीहरूको सम्झनामा र उनीहरूको योगदानको मूल्याङ्कनमा महानगरपालिकाले विशेष चासो दिँदै आएको छ। यसै क्रममा महानगरपालिकाले वडा नम्बर 7 मा प्रधानमन्त्री पार्क निर्माणको कामलाई अन्तिम चरणमा पुर्याएको छ। महानगरपालिकाले 2079 सालमा ठेक्का सम्झौताका लागि पार्क निर्माणको लागि काम अघि बढाए पनि विविध कारण यसले आफ्नो 90% काम हालसम्म सम्पन्न गरेको हो। यसको उद्देश्य विराटनगरको पहिचानसँगै यहाँबाट प्रधानमन्त्री हुनुभएका व्यक्तित्वको सम्मानका रूपमा रहेको महानगरका मेयर नागेश कोइरालाको भनाइ छ। उहाँका अनुसार विराटनगरमा घुमघाम गर्ने स्थानको अभाव पूर्ति गर्ने र सँगसँगै राष्ट्रिय नेतृत्व हाँकेका व्यक्तित्वको सम्मानमा पार्क निर्माणलाई अघि बढाएको हो। विराटनगर महानगरपालिका वडा नम्बर 7 स्थित सरस्वती टोलमा पार्क निर्माणको काम अन्तिम चरणमा पुगेसँगै स्थानीय र विराटनगरवासी उत्साहित देखिएका छन्। विराटनगर महानगरपालिकाको बहुवर्षीय योजना अन्तर्गत सो पार्क निर्माण गरिएको हो। बाहिरबाट आएको पर्यटकलाई घुम्न र छुट्टीको दिन परिवारसँग राष्ट्रिय भावना जागृत गराउन महानगरभित्र उचित स्थान र पार्क नभएकोले सो कुरालाई ध्यानमा राख्दै महानगरले यसको निर्माणलाई अघि बढाइरहेको हो। महानगरले बहुवर्षीय योजना अन्तर्गत खुशबु निर्माण सेवा प्रालीसँग 3 वर्षमा सम्पन्न गर्ने गरी 18 करोड 36 लाखको ठेक्का सम्झौता गरी पार्क निर्माण गरिरहेको महानगरपालिकाले जनाएको छ। सनीहाटको पूर्वतर्फ रहेको पिपल बोटदेखि पूर्व सिङ्गिया खोलासम्म 1.5 किलोमिटर क्षेत्रफलमा 18 करोड 36 लाख लागतमा पार्क निर्माण हुन भइरहेको विराटनगर महानगरपालिका स्थित शहरी विकास महाशाखाका कार्यवाहक प्रमुख सुजन श्रेष्ठ बताउनुहुन्छ। उहाँका अनुसार सो स्थानमा विराटनगरबाट मुलुकको नेतृत्व गर्दै प्रधानमन्त्री हुनुभएका विभिन्न 7 जना व्यक्तित्वको शालिग रहने उहाँले जानकारी दिनुभयो। यहाँ चाहिँ हाम्रो यो प्रधानमन्त्री पार्कमा चाहिँ मोरङ जिल्लाबाट हजुर तपाईको यहाँबाट हुनुभएका भूतपूर्व प्रधानमन्त्रीहरू जस्तै हजुरको गिरिजाप्रसाद कोइराला, मातृकाप्रसाद कोइराला, पिपी प्रसाद कोइराला लगायतका हाम्रो भूतपूर्व प्रधानमन्त्रीहरूको शालिग राखिने रहेको छ र यसको प्रयोजन चाहिँ त्यति मात्र नभएर रिक्रिएसन पर्पजमा पनि यसले चाहिँ ठुलो भूमिका खेल्नेछ भन्ने महानगरपालिकाको भनाइ रहेको छ। यो चाहिँ हजुरको घोगा पैनीमा चाहिँ हजुरको 1.5 किलोमिटरको लम्बाइ र हजुरको 10 देखि 20 मिटरको चौडाइमा यो चाहिँ रहेको छ र यो चाहिँ हजुरको महेन्द्ररात्री स्कुलको उत्तरबाट सुरु भएर र यसको सिङ्गियाको किनारसम्म चाहिँ यो गएको छ र यसको कुल लम्बाइ चाहिँ 1.5 किलोमिटर रहेको छ। महानगरपालिकामा चाहिँ कुनै रमणीय ठाउँहरू नभएको अवस्थामा यसले चाहिँ एउटा खुड्किलो नै पार गरे जस्तो छ महानगरपालिकाले। जस्तै कतै घुम्न जानुपर्ने इटरी जाने, बर्जु जाने, धरान जाने हो, यसमा चाहिँ अलिकति ब्रेक लाग्छ भन्ने महानगरपालिकाको बुझाइ छ र यहाँ चाहिँ हजुरको पिकनिकदेखि लिएर हजुरको जगिङ, योगा, ध्यान गर्ने ठाउँहरूदेखि लिएर र विभिन्न प्रकारका स्ट्रक्चरहरू भूतपूर्व भौतिक पूर्वाधारहरू चाहिँ महानगरपालिकाले यसमा बनाएको छ। कुल लागत चाहिँ हजुरको 21 करोड रहेकोमा त्यसमा चाहिँ निर्माण व्यवसायीबाट 18.5 करोडमा कबुल गरेको रहेको छ र यसको चाहिँ प्रारम्भिक चरणमा चाहिँ यसको केही समस्या थिए, तर हाल आएर त्यो सबै समस्याहरू हल भएर अहिले यसको अन्तिम चरणमा पनि यो सम्पन्न जस्तो भएको छ। यो सकिएकै छ। अब त्यसमा चाहिँ अब योजना फरफर तथा अनुगमन सुपरभिजनको कार्य बाँकी छ। त्यो गरिसकेपछि चाहिँ लगभग प्रधानमन्त्री पार्क चाहिँ हाम्रो सम्पूर्ण रूपमा यसको कामहरू सबै सकिन्छ र यसको भुक्तानी पनि हुन्छ। महाशाखाका कार्यवाहक प्रमुख श्रेष्ठका अनुसार हालसम्म पार्क निर्माण कम्पनीलाई 15 करोड रुपैयाँ बढी भुक्तानी भइसकेको छ। पार्क निर्माणका लागि समय लम्बिएको र सरसामानको मूल्य वृद्धिका कारण सम्झौता रकमभन्दा बढी लागत हुँदै आएको निर्माण कम्पनीको दाबी छ। महानगरका अनुसार हाल लागत अनुमान 21 करोड 55 लाख रुपैयाँ भुक्तानीका लागि माग भए पनि थप कार्य सम्पन्न भएपछि त्यसको भुक्तानी हुने श्रेष्ठले जानकारी दिनुभयो। यो पार्कले पहिचानसँगै छुट्टीको दिन परिवारसँग रमाउने पारिवारिक वातावरणको समेत अनुभूति दिने वडा 7 को वडा अध्यक्ष मधुबाबु तिवारी बताउनुहुन्छ। उहाँका अनुसार सो पार्क आफ्नै वडामा निर्माण भइरहेको हुँदा आउने दिनमा भावी सन्ततिले विराटनगरबाट प्रधानमन्त्री हुने व्यक्तित्वबारे जानकारी लिन सक्नेछन्। महानगरपालिकाले अघि बढाएको काममध्ये यसलाई गौरव कार्यका रूपमा लिनुपर्ने उहाँको भनाइ छ। मैले पहिलो कार्यकालमै प्रधानमन्त्री पार्कलाई यस वार्डमा ल्याएर एउटा ठुलो प्रोजेक्ट ल्याउन सफल हामी त्यतिखेर तत्कालीन मेयर भीमराजीको साथ सहयोगमा यो वार्डमा प्रधानमन्त्री पार्क निर्माण हामीले शिलान्यास गऱ्यौँ र त्यो प्रक्रिया अगाडि
भएको छ र यो वास्तवमा किन जरुरत थियो विराटनगरमा कुनै किसिमको ठाउँ छ कि भोलि बिदाको दिन हामी कहाँ आफ्नो बालबच्चा लिएर जाने या आएका पाहुनाहरूलाई हामीले भेटातिर ल्याउनु पर्ने अवस्था थियो हुनलाई विराटनगरमा त्यस्तो कुनै पनि ठाउँ नभएको हुनाले प्रधानमन्त्रीको पार्क विराटनगरभित्र भएका सम्पूर्ण हाम्रो अहिलेसम्म भएका प्रधानमन्त्रीहरूको स्ट्याच्यु बनाएर हामीले त्यहाँ र उहाँका सम्पूर्ण विगतमा भएका क्रियाकलापहरूको बारेमा त्यहाँ बुझिने भएको हुनाले र त्यो पार्क वास्तवमा एकदमै आवश्यकता अनुसार नै हामीले निर्माणीन अवस्थामा पुगेको छ र यसले पक्का पनि भोलिका दिनमा विराटनगरलाई अझ माथि उचाइमा लग्छ भन्ने मैले विश्वास गर्छु। त्यसै गरी हाम्रो वार्डमा वीरेन्द्र सरागिरी मेरो पहिलो कार्यकालमा हामीले पनि त्यसलाई पुनर्निर्माणमा हामीले लागेर अहिले सम्पन्न भइसकेको अवस्था छ र विराटनगरले एउटा गर्व गर्ने ठाउँको रूपमा त्यो स्पेस भएको छ किनभने विराटनगरमा भोलि बाहिरबाट आउने मान्छेलाई प्रोग्राम भन्ने पनि अवस्था थिएन कहाँ गएर गर्ने भन्ने ठाउँ पनि नभएको हुनाले त्यो एउटा ठाउँ छ र अहिले हाल हामीले प्रदेश सभालाई दिएको हुनाले त्यो पनि एउटा विराटनगरमा वार्ड नम्बर 7ले गर्व गर्ने ठाउँ र विराटनगरले गर्व गर्ने ठाउँ छ। यसअघि पार्कको 2079 साल असोज 11 गते 3 वर्षमा निर्माण सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको थियो। वडा अध्यक्ष तिवारीका अनुसार सो पार्कमा विराटनगरबाट प्रधानमन्त्री हुनुभएका मातृका प्रसाद कोइराला, विश्वेश्वर प्रसाद कोइराला, नगेन्द्र प्रसाद रिजाल, सूर्यबहादुर थापा, गिरिजा प्रसाद कोइराला, मनमोहन अधिकारी, सुशील कोइराला लगायत पूर्व प्रधानमन्त्रीको शालिग राखिनेछ। मानिसलाई काम र पैसासँगै तनाव मुक्त बनाउन शान्त र रमणीय स्थानको आवश्यकता भए पनि लामो समयपछि विराटनगरमा बन्न लागेको प्रधानमन्त्री पार्क मानिसहरूको मनमा खुशी ल्याएको छ। यो पार्कले रमाउने ठाउँको रूपमा मात्र नरही यसले महानगरलाई पहिचान दिनुको साथै एकै ठाउँमा 7 जना प्रधानमन्त्रीको शालिगले बच्चाहरूलाई राजनीतिप्रति आकर्षित पनि गर्ने यसले संकेत देखिन्छ। यता स्थानीयवासीहरू भन्छन् विराटनगर महानगरपालिका क्षेत्रभित्र निर्माणाधीन प्रधानमन्त्री पार्कले महानगरको पहिचानसँगै छुट्टीको दिन परिवारसँग रमाउने पारिवारिक वातावरणको समेत अनुभूति मिल्ने बताउँछन्। विराटनगर दोस्रो ठुलो सहर नेपालको भयो नि पूर्वाञ्चलको राजधानी भयो नि एउटा राम्रो व्यवस्थित पार्कको कमी नै थियो। यहाँ बन्न लाग्दै रहेछ त्यसमा पनि विराटनगरबाटै प्रधानमन्त्री हुनुभएको सबैजनाको लागि शालिग बन्दै गर्दै रहेछ, शालिग पनि बन्दै रहेछ उहाँहरूको। धेरै खुसी लागेको यो देख्दाखेरि एउटा व्यवस्थित पार्क हुँदैछ। आज यहाँ हामी सानो हुँदा त पार्कै थिएन, यहाँ कमसेकम यो एउटा बन्दैछ। अनि अब केटाकेटीले पनि यहाँकाले यहाँ आउनेले विराटनगरबाट प्रधानमन्त्री को हुँदो रहेछ त्यो पनि थाहा पाउँछन् एउटा है। हामीलाई त थाहा छँदैछ, अब थाहा नपाएकाले पनि थाहा पाउँछ नि त साना केटाकेटीहरूले। वरिपरि व्यापार प्रवर्धनहरू पनि हुन सक्ने सम्भावना छ। एउटा घुम्दै आउँदा फ्रेस हुने ठाउँ पनि पाइयो, घुम्न आउने ठाउँ पनि पाइयो। सबैभन्दा घुम्ने ठाउँ पनि चाहिन्छ नि त हामीलाई, थिएन यो बन्यो धेरै ठिक लागेछ। त्यसमा पनि हाम्रो जन्मस्थानमा बनेछ कि त्यो अझै बेसी खुसी लागिरहेछ। मान्छेले घुम्न फिर्नलाई त राम्रै ठाउँ हुन्छ, बनायो भने राम्रै ठाउँ बन्ला होइन। मान्छेलाई के हुन्छ भने अलिकति आराम चाहिएको ठाउँमा घुम्न पर्ने ठाउँ चाहिन्छ नि मान्छेलाई, बिहान बेलुका भए पनि त्यो राम्रो हुनु पऱ्यो क्या, बनाउनु हुनु पऱ्यो, व्यवस्थित हुनु पऱ्यो। यो अवस्थामा व्यवस्थित हुन सक्यो भने भोलि दिनमा गाह्रो हुन्छ। विराटनगरको लागि राम्रो छ होइन। अब यो पार्क बन्दाखेरि चाहिँ यहाँको भएको विद्यार्थीहरूलाई भाइ बहिनीहरूलाई है सबैलाई त्यो राम्रो लाग्यो मलाई चाहिँ। यहाँ केटाकेटीहरूलाई पनि अब यस्तो पार्कमा आउँदा ओर्दा केटाकेटीलाई एकछिन खेल्ने पनि भयो नि त, वातावरण भयो। उनीहरूलाई घरमा बसेर मोबाइल हेर्नुभन्दा पनि बच्चाहरूको लागि साह्रै राम्रो लाग्यो क्या यो पार्क बन्दा। हामी त अब यतै बसेर हेर्देको केटाकेटी भयो। स्थानीय ठाउँमा यस्तो बन्दाखेरि यो राम्रो कुरा पनि हो। बालबच्चालाई हामीले लानु पऱ्यो भने छुट्टीको बेलामा बच्चाहरूलाई घुमाउन लानु पऱ्यो भने परै लानु पर्थ्यो। नजिक भयो, राम्रो भयो, बालबच्चाले हेर्न पनि पाउँछन्, घुम्न पाउँछन्, त्यही हो, राम्रै लागिरहेछ। विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र निर्माण गरिरहेको प्रधानमन्त्री पार्कले गर्दा महानगरवासीलाई खुशी दिने उनीहरूको भनाइ छ। पार्क निर्माणसँगै स्थानीय बजारमा समेत आर्थिक गतिविधि चलायमान हुने महानगरले अपेक्षा गरेको छ। विराटनगर महानगरपालिका वडा नम्बर 7 मा शहीद मैदानदेखि वीरेन्द्र सभागृह, नेपाल टेलिकम, जिल्ला प्रशासन कार्यालय मोरङ, आदर्श उच्च माध्यमिक विद्यालय, कोशी अस्पताल, मोरङ जिल्ला अदालतको कार्यालय, मालपोतको कार्यालय, उच्च अदालत, नापी शाखा, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, राष्ट्रिय वाणिज्य बैंक, क्षयरोग उपचार केन्द्र लगायत विभिन्न सरकारी निकायका कार्यालय रहेका छन्। यसै वडामा रहेको शहीद मैदानमा खेलकुदका विभिन्न गतिविधि हुँदै आएका छन्। राष्ट्रिय स्तरमा प्रदेशबाट पहिचान दिने यस शहीद मैदानमा विराट गोल्ड कप, 7औं राष्ट्रिय खेलकुददेखि विराट गोल्ड कप, प्रदेश स्तरीय खेलकुद गतिविधि हुँदै आएका छन्।
राणाकालीन समयमा आन्दोलनको बिउ रोप्नेदेखि राजनैतिक अभिव्यक्ति सहित भेला हुने यस स्थानमा पछिल्लो समय खेलकुद गतिविधिलाई प्राथमिकतामा राखिएको छ। यस मैदानले मोफसलमा पहिलो पटक रात्रिकालीन खेलकुद गराउने अवसर बनाएको छ। 2078-79 सालमा तत्कालीन उद्योगी नवीन रिजालको संयोजकत्वमा विराट गोल्ड कपका खेलहरू यस मैदानमा अस्थायी रूपमा रात्रिकालीन समयमा भएको थियो। त्यसपछि महानगरकै अग्रसरतामा यहाँ फ्लड लाइट्स जडान गरिएको छ, जहाँ विराटनगरको चर्को गर्मी छिचोल्दै बेलुकाको समय खेलकुदका गतिविधि हुने गरेको छ। विराटनगर शहीद रङ्गशाला पहिले चाहिँ नै यो एउटा 2007 सालको क्रान्तिमा मुक्ति सेनाले त्यही रङ्गशालाको क्षेत्रबाट चाहिँ नि बडा हाकिमको घरलाई, बडा हाकिमको अफिसलाई, क्वार्टरलाई चाहिँ टार्गेट गराएर यहाँ आन्दोलन कब्जा गरिएको थियो। त्यो रङ्गशाला पहिले त्यहाँ चाहिँ खेल हुँदैन थियो। पहिले सरस्वती टोलदेखि त्यो फिल्डमा फुटबल खेलहरू, क्रिकेट खेलहरू हुन्थे। सरस्वती टोलबाट त्यहाँ खेल्न थालिसकेपछि यसको टाउन क्लबले यसको स्वामित्व लिएको हो र त्यतिखेर राजा महेन्द्रबाट सायद त्यो लालमोहर एउटा चाहिँ नि महेन्द्रबाट गरेर टाउन क्लबलाई श्री 5 महेन्द्र गोल्ड कप सञ्चालन गर्न दिनु, यो ग्राउन्डमा उहाँहरूकै जिम्मा दिनु भनेर एउटा त्यतिखेर राजा महेन्द्रबाट लालमोहर पनि छ, त्यो कपी पनि मसँग छ। र त्यसपछि हुँदै हुँदै यो विराट श्री 5 महेन्द्र गोल्ड कपले गर्दा यहाँ चाहिँ नि हुँदाखेरि यहाँ त्यो गोल्ड कप सञ्चालन हुँदाखेरि यहाँ चाहिँ विदेशी टिमहरू आउने र रङ्गशालाको बिस्तारै त्यसको चामहरू बढ्दै गयो र यस प्रदेश सरकारले फ्लड लाइट जडान गरिसकेपछि यो मफसलको काठमाडौँ भ्याली पछि दोस्रो सहरमा चाहिँ पहिलो फ्लड लाइट मफसल भ्याली भन्दा बाहिर पहिलो सहरमा चाहिँ जोडिएको लाइट हो र प्रदेश सरकारको लगानीले जोडियो। यो लाइट जोडिसकेपछि 7 नम्बर यो वार्डको पनि यसमा यो विराटनगरको यो वार्ड यो रङ्गशालाको गरिमा बढेर गएको छ र यहाँ रात्रिकालीन फुटबलले गर्दाखेरि फुटबलको गतिविधिहरू पनि बढेर गएको छ। तर यसको जुन किसिमले युज हुनुपर्ने थियो लाइटको, त्यो किसिमले युज गर्ने केवल गोल्ड कपको बेलामा मात्रै लाइटहरू बल्ने, अरू बेला चाहिने त्यतिकै राख्दाखेरि त्यहाँ अब अन्य त्यो मेन्टेनेन्सको कुरा, अब त्यहाँ विभिन्न चराचुरुङ्गीले गुण लाउने कुराहरू छँदैछन् त्यो कुरा। र यसको मेन्टेनेन्समा अब सबै पालिका प्रदेश सरकारले चाहिँ नि बोर्डले लगायत बोर्डले चाहिँ नि जोड दिनुपर्छ र भर्खर हामीहरूले अहिले चाहिँ एउटा निर्णय गरेका छौँ यसलाई मेन्टेनेन्स मन्थली यसलाई लाइट बालेर यसलाई त्यसको चेक गर्ने भन्ने कुराहरू निर्णय गरेका छौँ। र यसलाई यो विराटनगरको गौरवको यो रङ्गशाला हो। यसलाई अझै यसपालि अब सङ्घीय सरकारबाट पनि यसको स्तर उन्नतिको लागि 3 करोड रुपियाँ जति परेको छ। त्यसलाई सही सदुपयोग गरेर जेएनजी आन्दोलन क्रममा त्यहाँ बनाइएको चेन्जिङ रुमहरू पनि चलेका छन्, त्यसलाई त्यो पैसाले मर्मतसम्म गरेर चेन्जिङ रुमहरू तयार गर्ने हाम्रो योजना छ। र प्रदेश सरकारको पनि केही रकम लाएर प्रदेश खेलकुद विकास बोर्डको तल्ला थप्ने, त्यहीँ तल चेन्जिङ रुम राख्ने र त्यसलाई व्यवस्थित केही प्याराफिटहरू मर्मत गर्ने, यतापट्टि सटरहरूको चाहिँ अहिले पानी चुन्ने समस्याहरू छ त्यो टालटुल गर्ने भन्ने हाम्रो कुराहरू छ। अब विराटनगरको 7 नम्बर वार्ड कहाँ भन्दाखेरि शहीद रङ्गशाला पर्ने ठाउँ भनिसकेपछि वार्ड नम्बर 7ले नै यसको चाहिँ नि अपनत्व लिएको छ होइन, चिनिन्छ। त्यसकै छेउमा चाहिँ अलिकति दूरीमा त हो वडा कार्यालय र मेन ठाउँ भनेको यही रङ्गशाला हो। र रङ्गशालाले गर्दा वार्डको एउटा कहाँ छ विराटनगरको रङ्गशाला भन्दाखेरि वडा नम्बर 7 भन्ने छ। त्यसले चाहिँ नि 7 नम्बर वार्डले चाहिँ गर्व गर्ने ठाउँ चाहिँ हो। यस वडामा रहेको आधारभूत स्वास्थ्य केन्द्रबाट वडाभित्रका मात्र नभई नजिकैको गाउँपालिका कठरीका बासिन्दालाई समेत स्वास्थ्य सेवा लाभ दिइरहेको छ। नियमित रूपमा भिटामिन औषधि खुवाउनेदेखि लिएर ज्येष्ठ नागरिकको उपचारमा समेत वडाले काम गरिरहेको छ। समग्रमा यस वडाले स्थानीयको मनोभावना अनुरूप विकासदेखि पहिचानका सबै कार्यलाई एकसाथ अघि बढाएर काम गर्दै आएको छ।